हेलो साथीहरू, आज मैले यहाँ एउटै स्क्रिनमा दुईटा भिडियो प्रस्तुत गरेको छु। जुन दाहिनेतिर छ त्यो भिडियो मैले जनवरी 26 तारिकमा खिचेको भिडियो हो, जुनको उद्देश्य थियो कि जनवरी 24 को राति 11 बजेपछि अथवा जनवरी 25 को सुरुदेखि हिउँ पर्न थालेको, जनवरी 25 भरि हिउँ परिराख्यो र जनवरी 25 मा मेरो उद्देश्य थियो ड्रोन उडाएर यो हिउँ परेको भिडियो खिच्ने, तर सकिएन र जनवरी 26 मा चाहिँ यो भिडियो खिचेको हो। त्यो भिडियो खिचेँ। अब त्यसपछि त्यो हिउँ पर्न सुरु भएको समयबाट 14 दिन 13 घण्टा पछि, अर्थात् आज फेब्रुअरी 8 मा मैले यो अर्को भिडियो खिचेको छु, जुन कि देब्रेपट्टि राखेको छु। अब यसबाट चाहिँ के भने यो ठाउँ म बस्ने ठाउँ कतिको चिसो छ भन्ने कुरा यहाँहरूले अनुमान लगाउन सजिलो हुन्छ भनेर मैले यो बनाएको छु। अब यो भिडियो यहाँहरूलाई कस्तो लाग्छ, तपाईहरुले यसबाट के जान्नुभयो अथवा यो भिडियो जुन मैले बनाएँ यो बनाउन उचित थियो थिएन, तपाईलाई कस्तो लाग्यो तपाईले आफ्नो कमेन्टहरू लेखिदिनु होला। तपाईको कमेन्टको आधारमा आगामी दिनमा मैले भिडियोहरू बनाउने अथवा चाहिँ नबनाउने अथवा कस्तो बनाउने त्यो आदि कुराहरू चाहिँ तपाईहरु कमेन्टमा आधारित हुनेछ। धन्यवाद।